Let's go. हेलो साथीहरु, अब हामी चाहिँ आज फाइनली घुम्न हिँडेको है। हामी सबैजना यहाँ नै। हेलो हाई हेलो नानीहरु पनि हाई हाई गर्दै हेलो हेलो गर्दै हाई। अनि हामी चाहिँ फाइनली आज चाहिँ बल्ल मौका निकालेर हिँडेका छौं घुम्नलाई। तर कहाँ पुग्छौं भिडियो चाहिँ मेरो लास्ट तक हेर्दै गर्नु होला र मिठो कमेन्ट पनि हजुरहरुले छोड्नु होला। र अब चाहिँ हामी पुरा इन्जोय गर्नेछौं। अरु एकजना यहाँ मिसिङ हुनुहुन्छ, उहाँलाई पनि पिकअप गर्छौं हामीले बाटोमा। हामी चाहिँ जाँदैछौं है। भिडियो चाहिँ मेरो पुरा लास्ट तक हेर्नु होला हजुरहरु सबैले। गोमा फेरि एकपल्ट हाई भन्नु। हाई। अहिले चाहिँ हामी सुशीलालाई पिकअप गर्न आइसक्यौं है। अब यहाँ बसेका छौं हामी चाहिँ सुशीलाले अलिकति मुखमा चारो हाल्नु पर्यो अरे। अनि चाहिँ म देखाउँदैछु है। यहाँ हेर्नु है, सुशीलालाई चाहिँ खाना धमाधम छ अनि मलाई चाहिँ ब्लग बनाउनु धमाधम छ। र अब यहाँबाट चाहिँ हामी एकदम नरोकिकन सिधै पुग्छौं आफ्नो डेस्टिनेसन। एकसाथ जाँदा बल्ल मजा आउँथ्यो। र फाइनली चाहिँ अब चाहिँ हामी पुरा सुशीलालाई पिक गरेर पनि हिँडिसक्यौँ। र अब चाहिँ यता हेर, यता सरी त यता यता उतापट्टि सुशीलालाई नचिन्ने त को छ र होइन। सुशीलालाई चिनाउन जरुरी पनि छैन। हामी शान्ति पनि हुनुहुन्छ यहाँ। र हामी चाहिँ अब फाइनली पुरा हिँड्यौँ है। तर कहाँ चाहिँ जान्छौँ त्यो चाहिँ सेकेन्ड हो भन्नु हुँदैन। अहिले भनौँ भने चाहिँ तपाईँले फेरि हेर्नु न है। त्यही भएर नानीहरू पनि छ नि। हामी चाहिँ पुरा बेफिक्री भएर हिँडेका छौँ। म सुशीला चाहिँ पुरा बेफिक्री भएर हिँडेको। हाम्रो चाहिँ केटाकेटी पुगेका छैन। सबैले एउटा एउटा चाहिँ छ सबैको केटाकेटी होइन। यिनका त दुइटै बोकेर हिँड्यो होइन। अब उपाय छैन। हामी चाहिँ सुशीला र म चाहिँ एकदम जवान भएर हिँडेका छौँ। जवानी भएर मेरो चाहिँ हालत पुरा खराब। किनभने मलाई यस्तो बाटोमा भमिटिङ हुन्छ। म त आँखै हेरिनँ, सुत्दै गरेर आएँ। अहिले चाहिँ फाइनली यहाँ बडा पानीमा रोकेको छ। हजुरहरूलाई देखाउँछु ल भ्युज कस्तो छ हेर्नु होला। बाहिर निक्लिँदैछु म। सबै गएर बाहिर ब्लग बनाउँदैछ मेरो साथीहरू। ए हेर्नु जाडो हुन्छ भनेको भरे जाडो हुन्छ। अहिले त ठिकै छ त, के भयो। अरे कति राम्रो छ भ्युज है। अहिले त ठिकै लाग्छ। तर गाडीमा चढेपछि फेरि त्यस्तै भइहाल्छ। मेरो साथी गोमाउ हामी चाहिँ यहाँ बाटामा रोकेर फलफुल किन्दैछौँ। कुन चाहिँ लिने हो? बनाना हेर्नु कुन चाहिँ राम्रो हुन्छ। ये अच्छा हां वो तो अच्छा नहीं। ये स्पॉट लोकल बनाना, ये स्पॉट वाला है एकदम मीठा। ये ज्यादा स्पॉट अच्छा। ये तो ऊपर में क्या खराब हो गया ना क्या? हां देखो ओ ये हां ये कालो पनि भयो। तो काँचो वाला ये अच्छा, ये तो खराब नहीं। पक्का है? हां पक्का। एक दर्जन दे। यहाँको भाषा अर्कै छ। त्यही त हामी बुझ्दैन। 100 250 350 त्यसको 200 देखो। अभी हम तुमको वीडियो में भी लाएगा। हां थोड़ा कम करो तो बोला नहीं होगा बोला। हां यहाँ चाहिँ पुरा फ्रुट्सको दोकान रहेछ। तर अब घुम्न आएको टुरिस्टहरू भनेर चाहिँ दाम धेरै नै लिन्छन् होइन। तर पनि ठिकै 200 रुपियाँ। हामी चाहिँ किनेर ल्यायौँ। उनीहरू यहाँ गाडीमा बसेर चाहिँ पहिल्यै खान थालेको नि। यस्ता त खानु भयो दुष्टहरू। साथी भनेको यस्ता हो को जुन स्टाइल यहाँ पानी भराएर अनि तामुल नखाइ हुँदैन। हामीले चाहिँ तामुल लिइहाल्यो नि। यहाँ तामुल चाहिँ एकदम मेघालयमा आसाममा तामुल चाहिँ फेमस। तामुल होइन यिनीहरूले मलाई कराएको तामुल ल्याइदिने गए माया लागेर अनि कराएको परै गरे। बाहिर त दुष्टै हुन दुष्ट ल दाले मन पराइहाल्नु न भइहाल्नु। अब फ्रुट्स किनेर चाहिँ बस्यो गाडी। मलाई चाहिँ गाडीमा चढ्नै मन लागेन। यहाँ फ्याँकेर यिनीहरूले किन फ्याँक्दिएका। मेघालयमा चाहिँ एकदमै यो चाहिँ स्ट्रिक्ट छ है। काहीँ फोहोर फ्याँक्नु हुँदैन यस्तो छ। र यिनीहरू साथीहरूले चाहिँ फटाफट फ्याँकेर घरको जस्तै सोचेका
भने मलाई कराई मैले उठाउनु पर्यो अब कोल खाने अनि प्लाम खाने अनि के खाने ग्राब सबै खाना नभन्छ यो कुरा भोइस ओभर होइन नि यो सबै जे भन्छौ त्यही आउँछ नि अलि होसाले बोल्नु नि भनिरहेको छोरा हिसाब नगरेर किन त सानो अब यत्रोको होइन 8 जना हिसाब गर्दियो मेरो युट्युबमा गएर सबैले पुरा ब्लग हेर्नु नि यहाँ प्लाम खाने अब अरू टेस्टी हुन्छ है मेरो पनि छोरीले खाने के काँचे के गर्छ ल सिस्टी प्लाम खाने खाँदै खाने त्यति गरी खालि बर्गर पिज्जा होला नि त ल सिस्टी मेघालयको प्लाम एकदमै टेस्टी हुन्छ अनि अर्को बाहिर देशको पनि अरे त्यसमा 400 रुपियाँ अरे त्यसको प्लामको दाम ल अनि जति गर्छ मलाई आजा मेरो गसको टेस्टी छ नि बढिया रसिलो यस्तो मन पर्छ प्लाम हामीले टिपेर खाथ्यौं के कहाँ बुटो थियो क्या बुटो छ नि हाम्रो बाहिरतिर आजको प्लामको कस्तो रसिलो छ गुवाहाटीमा मात्रै जाम भनेको यहाँ पनि जाम छ यो हाम्रो चाहिँ के ग्याङ भन्ने अब 1920 को ग्याङ पनि भएन होइन बुढी ग्याङ पनि भएन जवान पनि भएन टिनेज पनि भएन के ग्याङ भन्ने यो अल्पैसिलो ग्याङ अब हाम्रो चाहिँ अब त्यस्तो बुढी पनि भइएको छैन हेर्नु त यो चाउरी पनि परेको छैन अनि जवान भन्दा एकदम जवान पनि देखिएको छैन फेरि यहाँ अलिअलि पोतो त छ फेरि के नाम हाम्रो ग्याङलाई दिनुहुन्छ हाम्रो सबै खाना धमाधम छ विश्वमा यो एउटा स्टेट हो मेघालय जहाँ आइमीको राज चल्छ सब जग्गा विश्वमै जेन्ट्सको मात्रै राज चल्छ यहाँ चाहिँ आइमीको राज चल्छ लेडिजको किन भन्दाखेरि चाहिँ लेडिजले बिहा गरेर केटालाई घर ल्याउने हो अरूतिर विश्वमा चाहिँ यस्तो काहीँ छैन र यहाँको ड्रेस पनि अलिकति युनिक छ यस्तरी लगाउँछन् म देखाउँछु है र हजुरहरू हेर्दै गर्नु होला एकदम राम्रो लाग्छ तर त्यो लेडिजको राज हो अब सम्पत्ति भाग्ने पनि छोरीमै हो छोराले पाउँदैन छोरा चाहिँ जाने अब हामी जस्तो होइन छोरी चाहिँ ज्वाइँको घर जाने छोरा चाहिँ आउने यहाँ चाहिँ त्यस्तो छ विश्वमा काहीँ नै छैन तपाईँहरू सर्च गरेर हेर्नु गुगल सर्च गर्नु के गर्नुहुन्छ छैन यही हो छैन कत्र युट्युबरले भनिरहेको छन् छैन यही हो अरे आइमेले ल्याउने नै यही हो यही एउटा स्टेट हो मेघालय अरू छैन र छ भने हजुरहरूले भन्नु होला मेघालयमा पनि यो पनि छ नि फेरि सबैभन्दा धेरै कान्छी छोरीले मात्रै पाइन्छ अरू छोरीले पाइन्छ कान्छी छोरीले पाइन्छ त्यसको सम्पत्तिहरू सबै धेरै कान्छी छोरीले नै पाइन्छ कान्छी छोरी हकदार हुन्छ नि पाल्ने पनि कान्छी छोरीले पाल्नु पर्यो नि त उसले कान्छी छोरीले पाल्नु पर्छ त्यही भएर मेघालयको चाहिँ त्यो रुल छ है रुल छ मेघालयको चाहिँ कमाए पनि बाउले लेकिन पाउने छोरीले छोराले होइन छोरा त जति नै धनी भने बिहे भएको दिन रुँदै जान्छ हामी जस्तै एकै छोरा चाहिँ अनि त छोराहरूले अब अहिले त पढे लेखेर कामसाम गर्छन् होइन नभए छोराले घरमा बसेर खाना पकाउँछन् कपडा धुन्छन् नानी हेर्ने अनि बजार मार्केटिङ सबै दोकान बिजनेस व्यापार आइमेले यहाँ चाहिँ सबै त्यस्तो हो एउटा स्टेट यो मेघालय र अरू स्टेट कोही छ अरू राज्य कोही छ भने मैले चाहिँ जानिनँ मैले आजसम्म सुनेको छैन कोही छ भने हजुरहरूले भन्नु होला है कमेन्टमा यहाँ चाहिँ अब क्रिस्चियन हो नि त त्यही भएर क्रिस्चियनको गर्नलाई अमेरिकातिर पनि त्यस्तै छ होला जस्तो छैन जहाँसम्म मेरो नलेजमा चाहिँ छैन अब हजुरहरूले त्यही त भन्नु होला हजुरहरूले र हामी चाहिँ अब जाँदैछौँ चेरापुन्जी गएका छौँ हामी चाहिँ भर्खर भने होइन तपाईँहरूलाई कस्तो राम्रो छ शीतल पनि छ तर शीतल भन्दा अहिले मेघालयमा त्यति शीतल रहन्छ अब उहाँ चाहिँ शीतल हुन्छ तर होइन भए पनि मेघालयमा शीतलै हुन्छ नि त पहिला तर अहिले चाहिँ गर्मी नै छ अहिले त पुरा गर्मी नै छ मान्छे धेरै गाडी धेरै चिल्लरपाटीको हल्ला चिल्लरपाटी पुरा केटाकेटी हामी ड्युटीले मात्रै नल्याएको त तर यहाँ एउटा प्रब्लम छ के भने हामी चाहिँ भेजिटेरियन होइन अनि हामी भेजिटेरियन भएपछि खानाको चाहिँ अलिकति अप्ठ्यारो छ खानालाई चाहिँ अब यस्तै सबै त अब होइन सबै पाइन्छ नि त खानालाई अलिक कस्तो लाग्छ
बेलामा जति कम्फर्टेबल लाग्छ खानीलाई त केही छैन, हामी भेज खानीलाई चाहिँ अलिक डर र यहाँ रोकाएको छ एकजना एउटा रेस्टुरेन्टमा हामीलाई रोकेको थियो तर भएन, हामीलाई कसैलाई भएन, हजम भएन। अनि फेरि गयौँ। अब अर्को कहाँ छ अरे एउटा राम्रो, सबैले जाने। मलाई त थाहा थिएन, म चाहिँ पहिला पनि आएको एकपल्ट, त्यतिखेर त बनाएरै लिएर आएको थिएँ मैले। यो हाम्रो साथीको छोरो छ, यति बोल्छ हेर्नु त, देख छोटा कुनै के अरे छोटा प्याकेटबाट धमाका छ क्या यो चाहिँ। बोलेको गर्छ। देख्यौ मोबाइल पनि चाहिएन, फ्याँके कसैले मोबाइल पनि चाहिएन, फ्याँके हन्। अब के गर्नु, लास्टमा लिएर गएर पसाइदिएछ नि यहाँ कसैले के नभन्नु, काण्डा यहाँको काण्डा नभनौँ साथी हो, भनौँ भने यहाँ बदनाम हुन्छ कसैको। यस्तो मान्छेहरूले यस्तो पनि गर्न जान्दो रहेछ। यहाँ यो काण्ड भनेको मलाई हो, किनभने अब म चाहिँ मलाई अघि कस्तो भयो नि त, पुरा बाटो घुमाउने भएर पछाडि बसेर अनि भ्यू चेक द भ्यू हामी चाहिँ आइपुग्यौँ सौरा फाइनली। अब चाहिँ चेरापुन्जीको लागि धेरै टाइम छैन, यो नै चेरापुन्जी जस्तै लाग्छ, यस्तो ठन्डा। हामी चाहिँ पहिल्यै निक्लेर बाहिर आइसक्यौँ, उनीहरू चाहिँ निक्लेकै छैनन् गाडीबाट, कपाल उडेर हेर्नु त साथीहरू कस्तो भएको छ। र फाइनली सबै निक्लिसके गाडीबाट चाहिँ। अब चाहिँ मकैबारी करम दरम भन्ने, अब यहाँ चाहिँ पुरा सबै मकैबारी दरम भन्ने। यहाँ मकै र अनारस पाइन्छ र मकै पनि बहुत दाम भन्छन् साथीहरू यहाँ चाहिँ। अनि यहाँ हेर्नु राम्रो छ, स्विजरल्यान्ड मिनी स्विजरल्यान्ड हेर्नु हजुर। सबैले सोना भन्ने जग्गामा हो यो। यहाँ क्लाउडी बादलै तल झरे जस्तो लाग्छ होइन, पुरा बादल तल झरे जस्तै लागेको छ। कस्तो असम छ क्या, असम हजुर। र आउनु होला है हेर्नलाई चाहिँ मेघालय सौरा चेरापुन्जी। भर्खरै न्युजमा बहुत हादसा भएको थियो होइन, न्युजमा बहुत यो पपुलर भएको थियो यो जग्गा चेरापुन्जी चाहिँ। कङ एक ठुमा म डालो निमक नै चाहिँ, म निमक हालेको मनै पर्दैन, प्लेन मनपर्छ। फट्टीवाला पनि यहाँ आएर मकै नखाएर त केही कामै छैन। सौरा आएर चेरापुन्जी आएर मकै त खान एकदम जरुरी छ। हामी सबैले मकै खाँदैछौँ, ठन्डा मौसममा तातो मकै। मैले चाहिँ प्लेन, उनीहरू सबै निमक खोर्सानी खाने, एकदम तिखा मिर्चा खाने छन् यिनीहरू चाहिँ। टेस्टी वाउ, इन्जोय। म सधैँ प्लेनै खान्छु। रिल बनाउन सक्यो भने जाऊँ न त्यहाँ। उहाँ तलसम्म तलबाट जाँदा रहेछ मान्छेहरू। जाऊँ त। यहाँ कस्तो गहिरो खाइ कस्तो राम्रो लाग्छ, क्लाउडीमा फसेर पुरा के। तर डर लाग्दो पनि छ, मजा पनि छ। सिँढी त्यहाँ देखेर अलिअलि सेवा छ नि, बहुत त्यहाँनिरबाट मान्छे जाँदैछन्। ठन्डा मौसम। सिँढीबाट अब जाने अलिकति तल गएर फोटोसोटो उठाउने पनि ठाउँ रहेछ। प्यान्ट चाहिँ भिज्यो, अब सबै भिजे पनि भिज्छ, अब केही भएन। यहाँ चाहिँ हामी सिँढीमा चाहिँ पहिला पनि आएको, तर यो पहिला गएको थिइनँ हो, तर सिँढीबाट तल, सिँढीबाट अलिकति जानुपर्ने हो। सल्लाहको बुटो खै यहाँ चाहिँ अब यस्तो छ सिँढी। यहाँ त सबै सल्लाह त छ। हो यस्तो जुत्ता लगाएर हुन्छ यस्तो, यस्तो घुम्न जाँदा कहिले त्यस्तो जुत्ता लगाएर काम छैन। खै स्विजरल्यान्ड जग्गाको खुबसुरतीको केही बयान छैन, कति शब्दमा बयान छैन होइन। हामी साथी आएका छौँ घुम्न। कहाँ हो? हामी स्विजरल्यान्ड। स्विजरल्यान्डको लागि भिसा चाहिँदैन, केही चाहिँदैन। यस्तो मौसम ठन्डा है। हो यहाँ पसेपछि जानु मन लाग्यो। त्यहाँ ऊ पनि रहेछ वाटरफल के हो, अझै तल पनि जाने रहेछ। यहाँ त कस्तो
अरे चेरापुन्जी ठाउँमा चाहिँ असल ठाउँमा आएकै होइन। अब आइपुग्यौँ चेरापुन्जीमा आयौँ तर त्यो मेन ठाउँ हेरेको छैन। खाना चाहिँ अब यहाँ आएको छौँ हामी र यहाँ जिबा रेस्टुरेन्ट। हजुरहरू पनि भेज कोही हुनुहुन्छ भने छ। अर्को पनि एउटा ओरेन्ज रेस्टुरेन्ट भन्ने रहेछ र यहाँ अर्को जिबा पनि रेस्टुरेन्ट भेज छ। अनि त्यहाँ आएका छौँ। त्यो प्राइस चाहिँ कस्तो छ थाहा छैन मलाई र राम्रो छ हेर्दाखेरि चाहिँ भोकालाई पुरा उ भइसक्यो र कस्तो राम्रो रहेछ त। अब उता पनि ब्लग हुँदैछ गर्न सकिन्छ कि हजुर 1 घन्टा मैले भने नि 1 घन्टा यही टाइम पास गर्ने त्यसपछि गएर 2-3टा हेर्ने भइहाल्छ। रिल बनाउने जग्गा मस्त छ के यहाँ हेर्नु साथीहरू कस्तो राम्रो रहेछ। एकदमै राम्रो एकदमै राम्रो एकदम पुरा वाउ मुखबाट वाउ निक्ल्यो। हेर्नु बादल तलै पहाडलाई छोए जस्तो लागेको छ नि। यहाँ रेस्टुरेन्ट पनि त्यस्तै दामी रहेछ साथीहरू तर पैसा कति हो त्यो चाहिँ थाहा छैन मलाई। अब हामी खान्छौँ खाना के रहेछ देखौ। एकदमै राम्रो सफा पनि सफा रहेछ। बाथरुम पनि हेर्ने बाथरुम हुँदैन बाथरुम हेर्नु कति राम्रो। अनि खाने ठाउँ पनि त्यस्तै राम्रो पुरा राम्रो छ तर दाम पनि अलिकति धेरै रहेछ। अब हजुरहरू पनि आउन सक्नुहुन्छ तर प्योर भेज चाहिँ होइन रहेछ। भेजलाई पनि अर्कै भाँडोमा पकाइदिने सिस्टम चाहिँ गर्दो रहेछ नि उनीहरूले। एउटा भित्र त्यस्तो आयो भने हजुरहरू पनि आउन सक्नुहुन्छ। यहाँ आएका थियौँ जिबा रेस्टुरेन्ट जिबा ग्रिल र एकदमै राम्रो हेर्नु त भ्यू। चेरापुन्जी हेर्नु पर्दैन जिबा रिजोर्टमा आयो भइहाल्ने रहेछ क्या। जिबा रिजोर्टमा आएपछि सबै हुने रहेछ पुरा मजाले हेर्न पाइन्छ। यहाँ आएर झुपडी पनि उहाँ चाहिँ हेर्नु न कस्तो राम्रो नि दामी। तिमीहरू यहीँ हेर्ने उहाँ जाने होइन टुङ्गर पनि छ टुङ्गर हेर्नु केटाकेटीलाई खेल्ने ठाउँ पनि रहेछ। के बनाका हेर्नु त कस्तो राम्रो। आइसक्यौँ फाइनली चेरापुन्जीको यो वाटरफल हेर्नु सक्नुहुन्छ तपाईँहरूले। हेर्नु कस्तो मजाको वाउ दामी छ पहाड हरियाली पानी। यहाँ चाहिँ त्यही हो हेर्ने चिसो हुन्छ है। हेर्नु मान्छेहरूको भिड यही हेर्ने हो आएर होइन। चेरापुन्जीमा सिनेरी राम्रो छ भ्यूज राम्रो छ मजा आउँछ हेरेर। यहाँ चाहिँ यस्तो सानो दोकानहरू यसमा मेगी पकाउने अनि मेगी चिया ठन्डा चिसो छ नि त। अनि मेगीलाई एउटा मेगी पकाएको 40 रुपिस अरे। र सानो यस्तोहरू दोकानहरू छ यहाँ स्टलहरू छ। होइन मिठै हुन्छ नि तर यताका मिठै हुन्छ। अनारस लिन बसेको अनारस चाहिँ एकदमै लोकल पनि अरे तर एकदमै प्राइस पनि हाई छ यहाँ साथीहरू। किनभने केही पाइँदैन लोकल भने चाहिँ जति पनि भाउँदा लिन्छ नि त। लिन्न मैले लिन्न किनभने धेरै दाम भयो। उही पाइन्छ सस्तोमा। मलाई अनारस त खानु हुँदैन त अनारस के हुन्छ थाहा छैन मलाई। अनारस चाहिँ खानु हुँदैन र यहाँ अनारस यो पिस गरेर अब यहाँ खाना हेर्दैछ नि यहाँ। अनि म चाहिँ अनारस खान्न मलाई चाहिँ खानु हुँदैन र झन्डै लडेँ यहाँ हेर्नु अनारस। यहाँ यस्तो ड्रेस लाउँछन् लेडिजले चाहिँ यहाँ हेर्नु यो पछाडि माथिबाट एउटा यो जस्तो लगाउँछन् कि राम्रो लाग्छ नि देखेर। झालमुरी पनि पाइन्छ र खै तिमीहरूको भयो अनारस काटेर हुँदैछ रेडी। अनारस खाने मान्छे चाहिँ यी हामी चाहिँ खाँदैनौँ अनारस। ऊ पनि खाँदैन र म पनि सेम प्रब्लम हुँदो रहेछ हामीलाई चाहिँ अनारस खाँदाखेरि। भयो अनारस रेडी भयो खाएर हेर त कस्तो
टेस्टी छ मिठो खान्छ मिठो अमिलो छैन नि हुँदैन नि यस्तो अमिलो हुँदैन यो होइन मिठो हुन्छ यो तिम्रो सानो दिए नि त त्यही भएर टेस्टी छ अरे उनले त अलिअलि खानु हुँदो रहेछ मलाई अगाडिबाट भिडियो यहाँ ल्याएको छु गमाको मोबाइल ठीक भयो तपाईले यहाँ त पुरा दिउँसै रात परे जस्तो भएको छ कस्तो चिसो हावा आएको छ गाडीहरूले पनि लाइट बालेर हिँड्नुपर्छ र कस्तो चिसो 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 हावा होइन राति गाडीले दिउँसै लाइट बालेर हिँड्नु परेको छ यहाँ त्यही त्यही यहाँ केही देखिएको छैन यो पुरा यो कुहिरोले छोपिएको छ केही देखिएको छैन कति राम्रो भएको आउँदा त भुज जस्तो भयो यहाँ अब राति आइसक्रिम खाँदै कोही कफी कोही कप नुडल्स अब यो चाहिँ लास्ट भ्लग है अब चाहिँ बाई बाई र थ्याङ्क यू सो मच है मेरो भिडियो र अब हामी चाहिँ जान्छौँ अब पुरा थकाइरहेको पुरा 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 थकाइरहेको र ए उठ्न पनि मन लागेन मलाई के त्यस्तो भयो बसेको ठाउँबाट उठ्न पनि मन लागेको छैन कोही त गाडीमै बस्यो है गाडीबाट सबै निक्ले यहाँ नि मोबाइलले कामै छ यहाँ पनि कामै छ काम हो त मोबाइलको पनि के हो कोही बरफ कोही कफी पुरा शान्ति पुरा थकाइ लाग्यो नि पुरा पुरा टायर्ड पुरा मस्ती पनि पुरा मजा भयो घर त पुगेको छैन र आजलाई यति नै बाई बाई लभ यु गाइज थ्याङ्क यू सो मच